हे गाइज वेलकम ब्याक टु माई च्यानल। अनि हिजो चाहिँ हामीले सिटिपीको डे 1मा चाहिँ 35वटा घरको डाटाहरू कलेक्ट गरिसकेका छौँ। अनि आज चाहिँ हामीले बाँकी रहेको 35वटा घरमा गएर आफ्नो डाटाहरू कलेक्ट गरेर फर्कनेछौँ। अनि भोलि अथवा पर्सि चाहिँ हाम्रो माइक्रो हेल्थ म्यानेजमेन्ट प्रोग्राम हुन्छ। अनि त्यसपछि हामीले एउटा रिपोर्ट बनाएर कम्युनिटीमा प्रेजेन्ट पनि गर्नुपर्छ। साथसाथै हामीले फ्राइडे चाहिँ एउटा प्रेजेन्टेसन बनाएर हाम्रो कलेजको फ्याकल्टी मेम्बरहरूलाई इन्भल्भ गरेर एउटा प्रेजेन्टेसन देखाउनुपर्छ। अनि त्यसको एउटा रिपोर्ट फाइल पनि बनाउनुपर्छ। सो अहिले चाहिँ हाम्रो 8:50 भइसकेको छ। अब मलाई त्यहाँ मेसमा गएर ब्रेकफास्ट पनि खानु छ। अनि त्यसपछि चाहिँ हामी 9 बजेतिर लाग्छौँ आफ्नो गन्तव्यतर्फ। सो आजको नयाँ दिन, आजको नयाँ जर्नी यो भ्लग मार्फत हजुरलाई देखाउन चाहन्छु। थ्याङ्क यू। A few moments later. अब मेसदेखि खाजा खाएर अब हामी जाँदैछौँ आफ्नो सिडिपीको गन्तव्यतर्फ। अनि हाम्रो सञ्जीव साथी छन् यहाँ, अनि पछाडि आदित्य साथी पनि छन्। अनि यो दुइटै चाहिँ एमओई हुन्। हामी चाहिँ अब आज पनि कुलदेव चोकमा आइसकेका छौँ। अनि त्यसपछि अब चाहिँ हामी आफ्नो घरहरू खोज्दै जाँदैछौँ अनि आफ्नो इन्फर्मेसनहरू कलेक्ट गर्छौँ आज पनि। अनि यता हाम्रो साथीहरू पनि उभिरहेका छन्। आज चाहिँ हाम्रो डे 2। आज पनि हामी आफ्नो ठाउँमा आइसक्यौँ। खै त म ब्लर देखिरहेछ। धेरै नै गर्मी छ, धेरै गर्मी भइरहेछ आज अलि धेरै गर्मी छ। हिजो अलि पानी पर्ला जस्तो मौसम थियो, आज चाहिँ घाम लागिरहेछ बिहानदेखि नै। अब एकछिनमा चाहिँ अब आफ्नो घरहरूतिर लाग्छौँ अनि क्वेसनहरू सोध्दै। अनि त्यसपछि चाहिँ आज सोसल म्यापिङको काम पनि गर्नु छ हामीले। यहाँको हिस्ट्रीहरू थाहा पाउँछौँ। अनि त्यसपछि चाहिँ एउटा रिपोर्ट बनाउँछौँ चार्ट पेपरमा। आज चाहिँ हाम्रो काम भनेको 15वटा घरमा जानु छ। 5वटा मेरो, 5वटा उपेन्द्र भारतीको, 5वटा सोनु भट्टराईको। अनि त्यति सकाएपछि चाहिँ हामी आफ्नो होस्टेलतिर अथवा खाना कतै जाँदैछौँ, त्यहाँको नि भ्लग आउँछ। हामी चाहिँ अब एउटा घरमा जाँदैछौँ अहिले, त्यही पछाडिको त्यो साइडको वाला घरमा होला। त्यो साइडको वाला घरमा के हुन्छ हामीहरूलाई इन्फर्मेसन दिन्छौँ। अघि गएको एउटा घरमा चाहिँ पहिले सोधिसक्नु भएको रहेछ हाम्रो साथीहरूले। त्यही भएर हामी चाहिँ अहिले अब यो नयाँ घरमा जाँदैछौँ, यतापट्टि पछाडिको घरमा। यो भन्दा घरमा जाँदैछौँ। अब यहाँ के भयो त थाहा छैन, भयो कि भएन भनेर। तर भएको छैन होला जहाँसम्म लाग्छ। अब के हुन्छ यहाँ हामी तपाईँहरूलाई जानकारी गराइराख्छौँ। अहिलेसम्म 2टा घरमा गइसक्यौँ, तर त्यहाँ चाहिँ एउटामा मान्छे हुनुहुन्थेन अनि अर्कोमा चाहिँ पहिल्यै डाटा कलेक्ट भइसकेको रहेछ। अब चाहिँ हामी नेक्स्ट घरमा जाँदैछौँ। अनि त्यहाँ चाहिँ होपफुली केही इन्फर्मेसन पाइयोस् भन्ने आशा गर्दछौँ। हाम्रो तेस्रो घर पनि आज भएको छैन। अब चाहिँ हामी अर्को साइडको घरहरूमा जाँदैछौँ। होपफुली त्यहाँ चाहिँ केही न केही इन्फर्मेसन पाइयोस् आज। हामीले चाहिँ अब यो घरमा भर्खरै छिर्यौँ अनि यहाँ चाहिँ हामीले इन्फर्मेसन पाइसक्यौँ। अहिलेको 3टा घरमा चाहिँ हामीले मान्छे भेटाएनौँ, कि चाहिँ त्यहाँ मान्छे नै हुनुहुन्थेन अनि कि चाहिँ ढोका लाएर जानुभएको रहेछ। अहिले चाहिँ हामी यो घरमा आएका थियौँ अनि यहाँ चाहिँ हामीले आफ्नो इन्फर्मेसन कलेक्ट गरेर अब चाहिँ अर्को घरतर्फ लाग्दैछौँ। घरमा को हुनुहुन्छ? मैले चाहिँ भर्खरै एउटा घरको इन्टरभ्यू लिइसकेको छु। अनि यहाँ चाहिँ एउटा आमा अनि आफ्नो छोरा र छोरीसँग बस्नुहुँदो रहेछ। अनि त्यही अलिअलि आफ्नो खेती किसानीको बारेमा केही भन्नुभयो, मलाई आफ्नो जानकारी दिनुभयो। अनि हाम्रो साथीहरू आफ्नो आफ्नो घरमा जानुभएको छ। यता उपेन्द्र एकजना एउटा अगाडिको घरमा हुनुहुन्छ अनि सोनु चाहिँ साइडको घरमा सोधिराख्नु भएको छ प्रश्नहरू। म चाहिँ अर्को एउटा घरमा जान्छु अब। मेरो चाहिँ आजको काम सकिसकेको छ। मैले चाहिँ 5वटा घरमा भ्याइसकेको छु। अनि हाम्रो साथीहरूले चाहिँ एउटा घरमा गर्न बाँकी छ। अनि त्यसपछि चाहिँ हामी
सोसल म्यापिङतिर लाग्छौँ। अनि हाम्रो भारती चाहिँ यहाँ एउटा घरमा जान लागेको थियो अरे। अनि त्यहाँ चाहिँ भारती चाहिँ यो घरभित्र गइरहेको थियो होइन, अनि त्यो बाहिरै कुकुर रहेछ कि, अनि त्यो घरमा पालेको कुकुर। अनि भारती गयो, अनि त्यो कुकुर अझै पनि दौडिन आइरहेको छ। कुकुर देखाइदेऊ न, कुकुरतिर कुकुर गइसक्यो, कुकुर दौडिरहेको थियो। अनि भारती चाहिँ भाग्यो। भारती दुईवटा घरमा गएको थियो, दुइटै घरमा कुकुर के, कुकुरले एकदम धेरै भुकिरहेको थियो। भारती बाटैबाट फर्क्यो। हामी चाहिँ अब एउटा अर्को घरमा गइरहेको छौँ। यो चाहिँ कस्तो राम्रो घर रहेछ, सबै बगैँचा भएको। अनि हामी चाहिँ अब घरतिरमा आएका छौँ। यो घरमा केही प्रश्नहरू सोध्छौँ अनि हामी फर्कन्छौँ आफ्नो होस्टेलतिर। त्यो अहिलेको राम्रोवाला घरमा चाहिँ कोही पनि नआउनुहुँदो रहेछ, ठुलो मान्छे एकजना नानी मात्र रहेछन्। अनि उहाँले भन्नुभयो मेरो घरमा अहिले ठुलो मान्छे मम्मी ड्याडीहरू कोही हुनुहुँदैन। अनि त्यही भएर चाहिँ हामी अर्को एउटा घर खोज्दैछौँ भारतीको लागि। अनि त्यहाँ क्वेसनहरू सोधेर चाहिँ अनि हामी आफ्नो सोनु साथीलाई भेटेर अनि हामी जान्छौँ। हाम्रो चाहिँ अब लगभग सकिसकेको छ, तर सबै हाम्रो सोनु र अनि उपेन्द्रको चाहिँ एउटा घर अब अझै बाँकी नै छ। अनि त्यसपछि चाहिँ अनि हामी सकाएपछि अनि अर्चिताहरूसँग भेटेर अनि त्यसपछि खाना खाएर चाहिँ अनि हामी होस्टेलतिर लाग्छौँ। अब उपेन्द्रको एउटा बाँकी छ, मेरो एउटा बाँकी, त्यो सकेपछि हाम्रो आज 15वटा घर पनि सकिन्छ। त्यसपछि हाम्रो टोटल 70वटा घरको सर्वे आज सकिन्छ। अनि त्यो भोलि चाहिँ हाम्रो माइक्रो हेल्थ प्रोग्राम र अनि पर्सि चाहिँ हाम्रो कम्युनिटी प्रेजेन्टेसन हुनेवाला छ। हाम्रो चाहिँ अब आजको लागि सकिसक्यो। भारतीको पनि भर्खरै एउटा घरमा हामीले सोध्यौँ इन्टरभ्यू। त्यसपछि अब सोनुको चाहिँ यहाँ एउटा घरमा सोध्दै छिन्। अनि एकछिनमा चाहिँ अब हामी उसको पनि भ्याइएर आइसकिन्। अब चाहिँ हामी खानालाई जान्छौँ अनि हाम्रो साथीहरूलाई वेट गर्छौँ एकछिन। अनि त्यसपछि चाहिँ हाम्रो सोसल म्यापिङको काम सुरु गर्नुपर्ने छ। कता कुन वार्डमा हामी गयौँ भनेर लेख्नुपर्छ पुरानो। अनि हाम्रो यो एरियाको हिस्ट्री के छ त्यो पनि पत्ता लगाउँछौँ। सो हामी चाहिँ अब खाना लागिरहेका छौँ। अनि अहिले चाहिँ हामी हाम्रै कलेजको पछाडितिर एरियामा छौँ। अनि यो हामी चाहिँ अहिले यो खाजा घरमा जाँदैछौँ, सोनिया खाजा घरमा। हिजो चाहिँ हामीले बेलुकामा मात्र खाएको खाना, दिउँसो चटपटे खायौँ। अनि आज चाहिँ अब खाना राम्रै खाउँ भनेर खाना आएको छौँ यहाँ। तो हामी चाहिँ अहिले अब खाना खानालाई यता एउटा होटेलमा आएको छौँ, सोनिया खाजा घरमा। भारतीलाई चाहिँ पहिलोचोटि एक्सपिरियन्स गर्दैछ। भारती एउटा खाऊ अनि भने कस्तो छ एउटा ट्राई गर्छौँ। तो भारती बोल दो कैसा था ये फल? आलू बुखारा। क्या बोलते पता है? इसको आलू बुखारा बोलते हैं। हिजो चाहिँ मलाई के भयो भने चाहिँ अङ्किले भ्लग हालेको थियो होइन। अनि मैले इन्स्टामा चाहिँ रिपोस्ट गरेको थिएँ। अनि एउटा मान्छेले चाहिँ त्यो रिपोस्ट गरेको देखेर तिमीले कुन कलेज हो भनेर मलाई म्यासेज गरेँ। अनि मैले भने एनजिएमसी भने कुन इयर भने सेकेन्ड इयर भने। अनि त्यसपछि त्यो मान्छेले के भन्यो सेकेन्ड इयरको इक्जाम दिने हो अब भनेर सोधेँ कि मैले इक्जाम दिने हो भने। अनि त्यो मान्छेले आफै भनिरहेको थियो कि म फाइनल इयरमा हो भनेर। मैले भने मैले भने कुन इयर भनेर उसले भन्यो फाइनल इयर भनेर। अनि मेरो इक्जाम आउँदैछ यस्तो क्या आफै बोलिरहेको छ त मान्छे मसँग होइन। अब फाइनल इयर म अनि त्यसपछि अब मेरो इक्जाम आइरहेको छ जुन 3बाट मेरो इक्जाम छ यस्तै भनेर त मान्छे बोलिरहेको थियो होइन। अनि मैले भनेर छोडिदिएको थिएँ। अनि त्यसपछि भन्छ कि ल तिमी राम्रोसँग इक्जाम दिनु सेकेन्ड इयरको बेस्ट अफ लक भनेर पनि मलाई भन्यो कि। अनि मैले ओके थ्याङ्क यू भने। त्यो मान्छे अब यहाँ खाना लागिरहेको छौँ, सबैजना खानालाई बसिसकेको छौँ। अनि अब बिस्तारै खाएर अनि हामी चाहिँ आफ्नो होस्टेलतिर। अनि अर्चिता र निसाद चाहिँ अझै उता
इन्फर्मेसन लिन जाँदैछन्। सो हामीले चाहिँ अब हाम्रो यो रोड म्यापिङको काम पनि गरिसकेका छौँ। त्यस्तो देखिरहेको छ यहाँ। अनि यो टोलहरूको नाम हामीले त्यसरी राखेको छौँ। अब यसको एउटा फोटो खिचेर अनि हामी आफ्नो रुमतिर जान्छौँ। सो हे गाइज, अब चाहिँ हाम्रो आजको दिन सकिसकेको छ। हामीले आजको सोसल म्यापिङ पनि गरिसक्यौँ अनि हाम्रो डाटा कलेक्सन पनि आज खतम भइसक्यो। हामीले 70वटा घरमा गएर आफ्नो डाटाहरू कलेक्ट गरिसकेका छौँ। अब भोलि चाहिँ हाम्रो माइक्रो हेल्थ प्रोजेक्ट अनि पर्सि चाहिँ कम्युनिटी प्रेजेन्टेसन हुन्छ। त्यसपछि अनि त्यसपछि हामीले फ्याकल्टीहरू आफ्नो साथीहरूलाई राखेर एउटा प्रेजेन्टेसन गर्छौँ। आजलाई यतिले भन्दै हामी बिदा माग्न चाहन्छौँ। थ्याङ्क यू, बाई बाई।